हेलो गाइज, वेलकम ब्याक आजको मेरो न्यू भिडियोमा है। हजुरहरूलाई स्वागत छ। आशा छ हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि अहिलेसम्म सन्चै छु। अनि आज चाहिँ म नयाँ भिडियो सुरु गर्दैछु है त। आज चाहिँ हामी घुम्नको लागि बाहिर जाँदैछौँ। देख्न सक्नुहुन्छ हामी दुईजना, मसँग तीनजना। अनि हामी चाहिँ गाडी अर्डर गरिसकेका छौँ, आउँदैछ अहिले। अनि कहाँ जान्छौँ, के गर्छौँ होइन भनेर चाहिँ हजुरहरूले भिडियो हेरेर थाहा पाइहाल्नुहुन्छ है त। अनि हजुरहरूले मेरो भिडियो हेरेर चाहिँ साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु है त गाइज। म यहाँ दुईजना साथीहरूलाई पनि साथीहरू चाहिँ अलिमु भाइ, भाइ ल बोल। हेलो साथीहरू, आदाङमा चाहिँ आज हामी चाहिँ होइन बिहान बिहानै नसुती जानु अनि खेती खेप्न जाँदैछु। सरी के गर्नु? खेती जाँदैछु हो। ल बुद्धलाल भने आज हाम्रो भाइ छ बुद्धलाल। हजुर हजुरहरू सबैलाई नमस्ते, सेवा ढोक्दिया भन्छ मन्ना होइन। सबैजनाले लाइक अनि सब्सक्राइब गरिदिनु होला च्यानललाई। अरू ठिक छ। ल अब चाहिँ हामी गाडी आउँदैछ। अब वहीँ पुगेर भेट्नुपर्छ है त गाइज। हामी चाहिँ अहिले ट्याक्सीमा चढिसक्यौँ। रेकर्ड गरेको थियो भाइ गाडी चाहिँ गइरहेको छ। ज्यालो सब बन्द गरेको छ। अहिले चाहिँ हामी ट्याक्सीबाट हिँडेर अब चाहिँ बस स्ट्यान्डमा आउँछौँ बस चढ्नको लागि। अब यतातिर गएर टिकट काट्नुपर्ने हुन्छ। यो चाहिँ बस स्ट्यान्ड हो, सरोमानको मलिसा सरोमानको चाहिँ बस स्ट्यान्ड हो। चाहिँ हामी टिकट काट्नलाई गइरहेको छौँ। टिकट चाहिँ कता छ थाहा छैन, कता काट्ने यता अगाडि गएर खोज्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी बसमा पनि चढिसकेको छौँ। अब एकैचोटि वहीँ पुगेर भेट्नुपर्छ है त। यो चाहिँ बसको बाहिरको हेलो साथीहरू, हामी चाहिँ फाइनल्ली आइपुगेको छौँ सरोमानदेखि चाहिँ केएल, मलेसियाको राजधानी। हामी चाहिँ आज मलेसियाको राजधानी आएको। अनि यो चाहिँ बस पार्क हो। यता हाम्रो भाइ छ, फोटो खिच्दैछ भाइले चाहिँ त्यहाँ हो। ल जाउँ त पर। अब त्यहाँ चाहिँ बाथरुम चाहिँ आइपुग्यौँ। अब चाहिँ अब कहाँ जाने अब चाहिँ हेर्दै गर्नुपर्छ है त। ल एकछिनमा भेटौँ है साथीहरू। सो फाइनली होइन कहाँ जाने हो हामीलाई चाहिँ एक्ज्याक्ट थाहा भएन। हेलो गाइज, हामी चाहिँ अहिले आइपुगेको छौँ मलेसियाको पार्कमा। देख्न सक्नुहुन्छ पार्क। यहाँ पर छ नि त। हामी चाहिँ कहिले हिँडेर घुम्दैछौँ र लेडिज राइडरहरू यहाँ छ। यो पनि होइन है क्या यार। ठिक 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 यही त हो नि। हामी घुम्न आएको ठाउँ चाहिँ यही हो। हेलो गाइस, राम्रो फुलहरू फुलेको रहेछ यार। देख्न सक्नुहुन्छ फुल चाहिँ एकदम राम्रो छ। यो लालु पाते छ फुल, एकदम पातै रातो भएको फुल रहेछ।
यता चाहिँ सयपत्री फुल यार ओहो फर्स्ट टाइम यार मलेसिया आएर सयपत्री फुल देख्यो यार यो चाहिँ सयपत्री फुल हेर्नु चाहिँ यो चाहिँ सयपत्री फुल चाहिँ फर्स्ट टाइम देख्यो अहिले घुमिरहेको छौँ मलेसियाको राजधानी कुआलालम्पुरमा एकदम राम्रो ठाउँ देख्न सक्नुहुन्छ नजारा चाहिँ एकदम राम्रो छ यहाँ माथि चाहिँ टावर छ है टावर छ यहाँ माथि चाहिँ सबै वरिपरि ब्याङ्कहरू रहेछ ठुल्ठुलो घरहरू छ अग्लो अग्लो है एकदम राम्रो बेस्ट ठाउँ सरमानबाट चाहिँ ट्याक्सी चढेर सरमानदेखि बस चढी 1.5 घन्टा कति कुआलालम्पुर यस्तो छ नजारा चाहिँ दामी हिउँ पर साथीहरू चाहिँ ए पर के गर्छ फोटो खिच्दैछ दुईजना मेरो मोबाइलको जुम हामीलाई चाहिँ यो ठाउँले मोहनी नै लगायो यार घुम्दा 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 सबै घुमिसक्यो जानु मनै लागेको छैन कि तर अहिले एकदम घाम पनि लागिरहेछ अनि खाना पनि खाइएको छैन है अब चाहिँ यो घुमिसकेर जानुपर्ने हुन्छ नेपाली पसलहरू चाहिँ यो पछाडि छ यता पछाडि छ पछाडि चाहिँ नेपाली पसलहरू त्यहीँ गएर चाहिँ खानुपर्ने हुन्छ नेपाली खानाहरू अनि यता दुईजना भाइहरू चाहिँ फोटो खिचिरहेछ फोटो खिच्ने कार्यक्रम भइरहेछ टिकटक खिच्ने है अब अहिले धेरै पछाडि आएको छ यहाँ केल कुआलालम्पुर आउनु पनि हामीलाई धेरै सोच्नुपर्ने हुन्छ टाढा छ हामी बसेको ठाउँ होइन हप्तामा 1 दिन छुट्टी हुन्छ हप्ता 1 दिन छुट्टीमा अब मा पनि होइन आफ्नो हेर्नुपर्ने हुन्छ नि त चाहिँ हामीले अस्तिदेखि नै मिलाइरहेको टाइम अनि आज फेरि प्लस अर्को काम पनि छ हाम्रो चाहिँ त्यो के काम छ भन्दा चाहिँ अहिले एकछिनमा म भिडियो गर्छु है त्यतिखेर अनि यतातिर मान्छेहरू पनि अहिले चाहिँ टन्नै आइरहेछ खिचिरहेछ भिडियोहरू गरिरहेछ घुम्नु आइरहेछ देख्न सक्नुहुन्छ है साह्रै गाह्रो भयो किन गाह्रो हो मलेसियामा बसेर 2 वर्ष आएको खै केही प्रगति छैन दुःख सुख त त्यस्तै रहेछ नेपालमा पनि दुःख गर्दा चाहिँ केही हुन्छ है मलेसिया जतिकै काम सक्नु पऱ्यो सो आज हामी घुम्न आएको छौँ कता त्यो तल राम्रो छ अनि दुःख चाहिँ सधैँ गर्नै पर्छ मलेसिया होस् या पुरै होस् दुःख गर्दा गर्दा आज एक दिन चाहिँ घुम्न आएको होइन त आज घुम्न चाहिँ आएको होइन छुट्टीलाई यो साथीहरू सबैजना घुम्न आउनु होला यो पार्क चाहिँ साह्रै अत्यन्तै राम्रो छ सुन्दर छ दृश्यहरू हेर्न आउनु होला रमाइलो गर्न आउनु होला कामको बावजुद पनि 1 दिन छुट्टी मिलाइरहेको हामी घुम्दै घुम्दै रमाइलो गर्न जस रमाइलो भइरहेछ आई एम ह्याप्पी आई एम पुन ह्याप्पी ह्याप्पी ह्याप्पीला saya banyak happy hari ini sikit-sikit happy pada banyak tada banyak happy sikit-sikit happy ya kasih pani ya हामी चाहिँ किन आएको थियो भन्दा चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ मलेसियाको टप मोबाइल पसल हामी चाहिँ मोबाइल किन्नको लागि मोबाइल किन्नलाई आएको छौँ होइन हाम्रो यहाँ मोबाइल अनबक्सिङ भइरहेको ल नमस्कार दाजु नमस्कार 16 Pro Max 512 512 हुँदै
iPhone 60 Pro Max सेम हो त यता हाम्रो दाइ चाहिँ मोबाइल पसल दाइ हो भाइले चाहिँ भाइको काम थियो मोबाइल किन्नुलाई 16 Pro Max मोबाइल पनि किनिसक्यौँ है अहिले चाहिँ किनेर चाहिँ हामी फेरि ट्याक्सी चढेर चाहिँ हामी KLCC आएको छौँ यहाँ चाहिँ यता छ भाइ मोबाइल किन्ने भाइ चाहिँ यता छ यहाँ चाहिँ KLCC यो चाहिँ KLCC लोकेसन हो अलिक परदेखि हेर्नु छ यो चाहिँ नि मुनिको नजर हो हेर्न सक्नुहुन्छ म चाहिँ फोनलाई ठाडो पार्छु ल देख्न सक्नुहुन्छ यस्तो गर्नुपर्छ हेर्नलाई कहाँ छ माथि चाहिँ माथि देख्नै सकिँदैन यो चाहिँ म ठ्याक्कै यसकै फेदमा छु यही KLCCकै फेदमा छु अब हेर्नको लागि चाहिँ ठाडै पार्नुपर्छ धेरै माथि एउटा यहाँ भयो एउटा यो भयो एउटा उतापट्टि छ एउटा चाहिँ उतापट्टि छ म त्यहाँ पछिबाट फोटो खिच्छु यत्तेरेको यस्तो छ कहाँ देख्नु देखिनै सक्दैन अहिले चाहिँ हामी त्यही KLCCको भित्र छिरेका छौँ यो KLCC ट्विन टावरको भित्र यस्तो सपिङ मलहरू रहेछ भित्र चाहिँ यही त हो नि सबै के किन्ने हो र के किन्ने सबै छ यहाँ महँगो त महँगो हुन्छ नि मलेसियाको टप हो त नि हामी चाहिँ यहाँबाट बाहिर जाँदैछौँ अब बाहिर भेट्नुपर्छ है त यो चाहिँ भित्रको नजारा अब अलिक बाहिर गर्मी छ त्यही भएर भित्र एकछिन छिरेको थियौँ अब भित्रबाट चाहिँ हामी बाहिर जाँदैछौँ अहिले भेट्नुपर्छ आज मलेसियाको घाम देखेर म छक्कै परेँ यार पहिलोचोटि जस्तै लागिरहेछ कि घाम यति धेरै लागिरहेछ मलेसियामा नि यो के भन्नु र आजै लाग्नु थिएछ घाममा है यति धेरै यही छ अगाडि छ KLCC चाहिँ यो एउटा अनि त्यहाँ छ एउटा माथि टुप्पो चाहिँ यस्तो देखिन्छ कि यो त कहाँ देखिँदैन नि यार यो मोबाइलले त देखिँदैन घाँटी नै हुन्छ साँच्चै यार ठिक छ अब हामी चाहिँ यसको पछाडितिर जाँदैछौँ घुम्नको लागि यो चाहिँ यता अगाडि भयो यो चाहिँ अगाडि भयो अब यसको पछाडि जान्छौँ हेर्दै गर्नु होला भिडियो